बालेन शाहलाई प्रधानमन्त्री जसरी बनाउने त्यो क्रेज चाहिँ मधेसमा हेर्नुस् र यो बाबा बुजुर्गको एउटा यो कुरा सुन्नु। 2 करोड़ रुपया देबै बालेन शाह के लड़ लागी, भीख मांग के दिए पड़े, घराड़ी बेच के दिए पड़े, हमरा घराड़ी है, हम जेबै बालन शाह के। केना बुझाय बालन शाह बन्दी के प्रधानमन्त्री उ नहीं होते त देश में हम नहीं रहबै। उहाँले भन्नु भइरहेछ मलाई भिख किन माग्नु नपरोस्, म आफ्नो घराडी बेचेर पनि प्रधानमन्त्री बनाउँछु, 2 करोड रुपियाँ दिन्छु र यदि बालेन शाह प्रधानमन्त्री बनेन भने म यो देश छोड्छु, उहाँले यो भन्नु भइरहेछ। र वास्तवमा म भन्नु भने यहाँ नजिक मान्छेलाई के न के नयाँ परिवर्तन, नयाँ फेस खोजिरहेछ। विगतको जुन दल पार्टीका मान्छेहरूसँग वाक्क दिक्क भएर ल हेरौँ न एकपल्ट नयाँलाई पनि चान्स दिउँ न यो भनेर मानसिकता बनाएका छ मधेसका मान्छेहरूलाई। र यहाँ क्रेज पनि एकदम धेरै ज्यादा छ है मधेसमा पनि। र यो पोस्टको रिगार्डिङ तपाईँ के भन्न चाहनुहुन्छ प्लिज कमेन्ट गरिदिनु है।